तपाईँ कहाँबाट हुनु? नमस्ते मेरो नाम सन्जित शर्मा म चाहिँ न्युयोर्क युएसएबाट हो। तपाईँलाई यहाँ दार्जिलिङ चाहिँ कस्तो लाग्यो? धेरै नै रमाइलो, लाइक भेरी नाइस, सच अ नाइस प्लेस। अनि मान्छेहरू पनि कति राम्रो रहेछ। अहिले तपाईँले युएसएबाट आउनुभयो, यहाँ दार्जिलिङको एउटा गीत देख्यो नि, तपाईँ मन्त्र गीत तपाईँ सधैँ गीत गर्नुभयो नि। हजुर, तपाईँले चाहिँ कस्तो लाग्यो यो गीत चाहिँ? तपाईँले अब दार्जिलिङको यो गीत हो मन्त्र ब्यान्ड। अब के अरे यो गीत चाहिँ मैले हुन्छ नि पहिलादेखि सुन्थ्यो। आई युज टु लभ द सङ। अनि मैले मन्त्र ब्यान्डसँग पनि कन्सर्ट गर्नु मौका पायो पहिला पोखरामा। अनि सिन्स देन आइभ बिन अ फ्यान थियो। त्यसैले मलाई त्यो गीत आउँछ अनि मलाई धेरै राम्रो लाग्छ। दार्जिलिङको वासीहरूलाई के भन्न चाहन्छ तपाईँले? दार्जिलिङको पब्लिकहरूलाई तपाईँले मेसेज के दिनुहुन्छ? मलाई चाहिँ अब एभ्री वान इज सो भन्छ, मान्छेहरू अति राम्रो रहेछ, सो ब्युटिफुल, सो जेन्टल एन्ड काइन्ड। सबैलाई म थ्याङ्क यू भन्न चाहन्छु। तपाईँ कहाँबाट हुनु? म कालिम्पोङबाट हो। कालिम्पोङ। तपाईँको नाम? सनम लुङ्गी। सनम। तपाईँले यहाँ गीत गर्नुभयो, कस्तो लाग्यो यहाँ दार्जिलिङमा आएर? दार्जिलिङ त अब एउटा त छिमेकी पर्छ हाम्रो होइन। दार्जिलिङ हेज अलवेज बिन कस्तो एउटा ह्यापनिङ प्लेस होइन। अन्त यहाँनिर टिबेटन्स के अरे अडियन्सहरूसँग भेटभाट गरेर गीत गाउनु पाउँदा धेरै नै खुसी लाग्यो। त्यो माथि दिल्लीको अर्को सिङ्गरहरू आउनु भएकोहरू सबै गो टु हाम्रो टिबेटन कम्युनिटीको है। त्यो हुनाले गर्दाखेरि चाहिँ अनि उनीहरूसँग गाउनु पाउँदा पनि इट्स अ प्राउड मोमेन्ट फर मी। तपाईँको नाम? सबभन्दा पहिला त है तपाईँले कभरेज गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। मेरो नाम चाहिँ तेन्जिङ धोनी हो। सबैले मलाई माउन्टेन सोल्स तेन्जिङ भनेर चिनिन्छ है। तपाईँले यहाँ दार्जिलिङको पिपलहरूलाई के मेसेज दिनुहुन्छ? मैले अब एज अ अब अरू अडियन्सहरूको अगाडि मैले धेरैचोटि पर्फर्म गरिसकेँ है। सो यो टिबेटन कम्युनिटीको चाहिँ मैले यो फर्स्ट टाइम हो। सो यो हाम्रो चोसुम थोपाले एकदमै राम्रो अर्गनाइज गरिदिनु भएछ है। हामी यो पर्फर्म गर्ने जग्गा होस्, खानु बस्नु एकदमै राम्रो है। सो सबैजनालाई धेरै धेरै धन्यवाद है। दार्जिलिङको जतिजना पनि यहाँ हाम्रो यो पोस्टर हेरेर आइदिनु भयो है, सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू।